आठौं अन्तर विद्यालय रनिङ सिल्ड खेलकुद प्रतियोगिता 2082 मा अहिले यो दृश्य भलिबल खेलको यहाँहरूको माझमा हामी देखाइरहेका छौं। ज्ञानोदय नमुना माध्यमिक विद्यालय वर्सेस जेनिथ माविको अहिले यो छात्रातर्फको यो भलिबल खेल चलिरहेको छ। अहिलेसम्मको स्कोर जेनिथ माविको 17-18 पुगेको छ भने ज्ञानोदयको 9 रहेको छ। सर्भिस गर्ने पालो जेनिथ सर्भिसको पालो जेनिथ मावि जेनिथ 19 ज्ञानोदय 10 सर्भिसको पालो ज्ञानोदय हामीले केही खेलहरूलाई यहाँहरूको माझमा प्रस्तुत गरिरहेका छौं। यद्यपि सम्पूर्ण खेलहरू हामीले यहाँ राख्न सकिरहेका छैनौं। कुनै खेललाई मात्रै हामीले यो अलि धेरै खिच्न पाइरहेका छौं। यता भलिबल भइरहेको छ भने उता कबड्डी पनि भइरहेको छ, दौडको पनि तयारी भइरहेको छ। यहाँहरूले हेरिरहनु भएको यो भलिबल खेल ज्ञानोदय नमुना मावि खजुरा र जेनिथ मावि बीच भइरहेको छ। कता हो? आलू पेट पुटाना आलू पेट पुटाना अहिलेसम्मको स्कोर 20 पुगेको छ जेनिथको भने 13 ज्ञानोदय नमुना मावि। जेनिथ सर्भिस गर्दै 21 जेनिथ 13 ज्ञानोदय। फेरि सर्भिसको पालो जेनिथको। आठौं अन्तर विद्यालय रनिङ सिल्ड खेलकुद प्रतियोगिता बाँकेको खजुरा स्थित खजुरा 4D गाउँमा भइरहेको छ, जहाँ मिनी रङ्गशाला छ। बाँके जिल्लाको मिनी रङ्गशाला। यहाँ थुप्रै खेलका गतिविधिहरू भइरहेका छन्। सर्भिसको पालो ज्ञानोदय तर्फ। ज्ञानोदय 15 जेनिथ 21।
ज्ञानोदय 16 जेनिथ 21। आलु नर्भस न पेट फुटाने प्लिज ज्ञानोदय 17 जेनिथ 21। अहिले राम्रो पोइन्ट ल्याइरहेको छ ज्ञानोदयले, यद्यपि भेट्नको लागि भने अझै थुप्रै पोइन्ट बाँकी नै छ। सर्भिस गर्दै ज्ञानोदय। जेनिथको 22 ज्ञानोदय 17। ज्ञानोदय 19। ज्ञानोदय 20। 19 पुगेको छ। ज्ञानोदय नजिकै पुगेको छ। अहिलेसम्म 20 ज्ञानोदयको 22 जेनिथको। फेरि पनि स्वागत छ यहाँहरूलाई र भलिबल चलिरहेको छ। ज्ञानोदय वर्सेस जेनिथ मावि बिचको यो छात्रा तर्फको भलिबल खेलको यो देखाइरहेका छौँ हामी। अहिलेसम्मको स्कोर दुवैको 22-22 रहेकोमा अहिले जेनिथले पुनः 1 अङ्क थप गर्दै 23 पुऱ्याएको छ। सर्भिसको पालो जेनिथ। अहिलेसम्मको स्कोर 23-23। एकदमै टप कम्पिटिसन हामी यहाँ हेर्न सक्छौँ। दुवैको बराबर छ अहिलेसम्म। सर्भिस चाहिँ बिग्रेको अवस्थामा पुनः 1 पोइन्ट जेनिथ माविलाई। जेनिथको 24-23 ज्ञानोदय। यो पहिलो हाफ जेनिथको पोल्टामा परेको छ।